जुन सिआडीमा पातलो दिशा गर्छ हो यस्तो दिशाहरू मजाले गर्छ। त्यस्तो दिशा गर्दा आत्तिनु हुँदैन, दिशाहरू नराम्रो निक्लिने गर्दछ। त्यो भनेको कुखुराको पेटभित्रको फोहोरहरू निक्लेको हो, पेट सफा भएको हो, त्यही भएर डाइजेस्ट राम्रो हुन्छ कुखुरालाई। र हामीले ग्याप गरे पछाडि भनेको नाइटको टाइममा जुन अब चारो खान्छ त्यतिखेर भनेको नराम्रो दिशाहरू निक्लिने गर्दछ। पानी अनि हल्का रातो हल्का सेतो हो त्यस्तो दिशाहरू निक्लिन्छ। त्यस्तो दिशा निक्लिँदा हामी आत्तिनु हुँदैन। त्यो भनेको यसभित्रको रोगहरू कुखुराको कट्दैछ भन्ने पनि बुझिन्छ। र अब यो कुखुराहरू जुन चारो खान्छ, चारो खाइसके पछाडि जुन डाइजेस्ट हुन्छ त्यस पछाडि भनेको तपाईँले डे बाई डे देख्न सक्नुहुन्छ यसको वेट र यसको हाउभाउ जस राम्रो भएको हुन्छ, नराम्रो हुँदैन। जस हामीले भनेको अब व्यवसाय गरिसके पछाडि भनेको अब मैले गरेको कुरा हो। अब मैले घाटा गएँ भने मैले नराम्रो भएर मैले तपाईँहरूलाई भनेको होइन, मैले धेरै प्र्याक्टिस गरेर धेरै लट मैले यही फर्मुला अपनाएर जब सक्सेस हुन थालेँ त्यस पछाडिदेखि मैले तपाईँहरूसँग यो कुरा सेयर गर्न थालेको। बेसी दबाई, बेसी एन्टिबायोटिक, बेसी मल्टिभिटामिन खुवाएर कुखुराहरू स्वस्थ हुने होइन। कुखुरा स्वस्थ बनाउनको लागि भनेको तपाईँले अर्ग्यानिक तरिकाले जानुपर्दछ। कुखुरालाई भनेको त्यस्तो धेरै स्टेज पनि दिनु हुँदैन, धेरै दबाई पनि पेल्नु हुँदैन, मल्टिभिटामिन पनि बेसी खुवाउनु हुँदैन। हामीले भनेको ठिक्क यिनीहरूलाई चाहिने हामीले कुन कुन दिनमा कसरी दिनुपर्छ हो यस्तो सानो सानो कुराहरूमा हामीले ध्यान दिनुपर्दछ। र दिने अवस्थामा हामीले दिने हो, र अरू अवस्थामा भनेको हामीले यिनीहरूलाई भनेको जुन अब यो मासुको योग्य हुन्छ, मासुको योग्य भइसके पछाडि भनेको हामीले अब कसरी लान सकिन्छ त, हामीले अब कुन तरिकाले अब जस्तै अब यसलाई भनेको स्ट्रेस पनि नहोस्, मासु पनि 1 नम्बर वेट आओस् र कुखुरा पनि अब बिरामी नहोस्। यस्तै अवस्थामा हामीले अब के गर्ने त भन्दाखेरि भनेको कुखुरालाई भनेको स्वच्छ पानी, स्वच्छ हावा, बेसी एमोनिया नहोस्, तातो न्यानो बस्ने ठाउँ यो दिइसके पछाडि भनेको कुखुराले भनेको खाएको कुरा भनेको उसले आफ्नो शरीरमा डाइरेक्टली लिन सक्दछ। किनकि अनुकूल वातावरण हामीले यिनलाई दिन अति नै आवश्यकता पर्दछ। यस्तो साना साना कुराहरूमा हामीले निहाल्न धेरै नै अति नै आवश्यकता छ। अब मेरो कुखुरा अब निक्लिने भयो, अब यी सर्द 2 किलो एभरेज 2.5 किलो एभरेजको कुखुरा छ, अब मेरो बेच्ने बेला हो भने हामीले अब लत्तो छाड्नु हुँदैन, हामीले हेलचक्राइ गर्नु हुँदैन। एक दिनको गल्तीले गर्दा हामीलाई 7 दिन हानि गर्छ व्यवसायमा। जुन वेटले जुन तरिकाले कुखुरा बढिरहेको हुन्छ त्यो तरिकाले बढ्न पाउँदैन र कुखुरा भनेको खस्किन्छ, कुखुरा भनेको निरोगी हुन्छ। निरोगी भइसकेपछि भनेको वेट बढ्नु त के तपाईँको वेट लस हुँदै जान्छ। र जति पनि खोरमा आफ्नो वेट मासु बढिरहेको हुन्छ त्यो मासु त्यही तरिकाले बढ्न पाउँदैन। र हामीले यी कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। हो यस्तो साना साना कुराहरूमा